हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो कुकिङ भिडियोमा स्वागत छ। आज चाहिँ मैले जाडो महिनामा खाइने तातो तातो गुन्द्रुक र खानाको रेसिपी लिएर आएको छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। गुन्द्रुकको लागि चाहिँ मैले फर्स्टमा प्यान तताएँ। प्यानमा चाहिँ मैले गुन्द्रुकको लागि चाहिँ तोरीको तेल एड गरेँ। त्यसपछि भटमासलाई केलाएर यसरी बोलमा हालेर राखेँ। अनि तातेको तेलमा मैले भटमासलाई एड गरेँ। भटमास एड गरेर मजाले चलाएँ। भटमास चाहिँ यसरी रातो हुँदै जान्छ आफै। यसलाई मजाले भुटेर पाकिसकेपछि मैले एउटा बोलमा खनाएर भटमासलाई राखेँ। अनि यता चाहिँ मैले लसुनलाई मसिनो बनाएर थिचेँ सिलौटोमा। यसरी मसिनो बनाएर थिचेर हाल्दा चाहिँ गुन्द्रुकमा मिठो स्वाद आउँछ। लसुनलाई मजाले रातो हुने गरी भुट्ने। अनि मैले यता प्याज चाहिँ अगाडि नै कट गरेर राखिसकेको थिएँ। प्याज र आलु चाहिँ यसरी कट गरेर राखिसकेको छु गुन्द्रुकको लागि मैले। अनि त्यसमा मजाले मैले प्याज पनि एड गरेँ। प्याज एड गरेर मजाले चलाउने यसलाई चाहिँ। यसरी मजाले चलाएपछि यतिको रातो भएपछि मैले आलु पनि एड गरेँ। आलुलाई एड गरेर यसलाई मजाले चलाउने। यसरी मजाले चलाइसकेपछि चाहिँ मैले यसरी बेसार पनि एड गरेँ। जिरा र धनियाको धुलो पनि यसरी एड गरेँ। यति एड गरेपछि यसलाई मजाले चलाउने एकछिन। त्यसपछि मैले यता चाहिँ गुन्द्रुकको लागि टमाटर काटेर रेडी बनाइसकेको थिएँ। माथिबाट यसरी मैले टमाटर पनि एड गरेँ। टमाटर एड गरेपछि चाहिँ यसलाई मजाले फेरि चलाउने। यसरी चलाइसकेपछि मैले नुन पनि एड गरेँ। नुन एड गरिसकेपछि पनि एकछिन मजाले चलाउने। हजुरहरूलाई चाहिँ यदि आलु मन पर्दैन भने चाहिँ गुन्द्रुकमा नराख्दा पनि हुन्छ। मलाई चाहिँ मनपर्छ, त्यही भएर मैले राखेको। अनि यसरी मैले गुन्द्रुकलाई केलाएर एउटा बोलमा राखेँ। अनि यता चाहिँ मैले अलि लेदो होस् भनेर यो आलु, गोलभेडा, प्याजलाई मजाले थिचेँ। अनि यस्तो भएपछि मैले माथिबाट गुन्द्रुक पनि एड गरेँ। गुन्द्रुकलाई एड गरेर एकछिन मजाले चलाउने। यसरी मजाले चलाइसकेपछि गुन्द्रुकको लागि कति रस हाल्ने भन्ने हुन्छ, यसरी रस हालिदिने। गुन्द्रुकलाई रस हालेपछि चाहिँ मैले यता खानाको लागि चामल पनि भिजाउनलाई रेडी बनाएँ। चामललाई मजाले पखालेर मैले भिजाउन हालेँ। यता गुन्द्रुक चाहिँ मजाले उम्रिरहेको थियो। यता हाम्रोतिर काठमाडौँतिर चाहिँ धेरै पानी परिरहेको छ नि त। अनि पानी परेको बेला गुन्द्रुक र भात खाँदा चाहिँ एकदमै मिठो हुन्छ। मलाई चाहिँ गुन्द्रुक र भात खाना चाहिँ एकदमै मिठो लाग्छ। मैले गुन्द्रुकमा चाहिँ धनिया पनि मजाले एड गरेँ। यसरी हाम्रो गुन्द्रुक चाहिँ रेडी भयो। अनि यता खाना पनि रेडी भइसकेको थियो। अनि मैले खाना पनि हालेँ थालमा। यसरी हजुरहरूलाई तातो तातो गुन्द्रुक र भात चाहिँ कसलाई मनपर्छ कमेन्ट गर्नु।